हामी आज यो सिद्धलेक मन्दिर जाँदैछौँ। यहाँ अगाडि हाम्रो अफिसको सर हुनुहुन्छ, सञ्जय सर। सिद्धलेक हजुर। हेलो सञ्जय सर, गुड मर्निङ है सर। यहाँनिर आज वैशाखको 25 गते हो, 2082 वैशाख 25 गते हाम्रो अफिसको सामाजिक विकास कार्यालय गजुरीबाट कर्मचारी क्षमता अभिवृद्धि तालिम अन्तर्गत हामी यतातिर यो ठाउँलाई यो रोजाइमा परेको थियो। यो सिद्धलेक आज बिहानको समय, हिजो हामी 24 गते नै आएका थियौँ। यो बिहानको समयमा हामी यता मन्दिरतिर जाँदैछौँ। अरू साथीहरू अगाडि बढिसक्नु भएको छ। यो पारी देखेको डाँडोमा मन्दिर छ। ठाउँ एकदम असाध्यै रमाइलो मनमोहक, डाँडाको टुप्पो चारैतिर देखिने यस्तो ठाउँ रहेछ। अहिले हामी यहाँ पैदल यात्रा गर्दैछौँ। करिब 10-15 मिनटको बाइक यात्राबाट तल पात्लेको एउटा श्रीवन रिसोर्टबाट हामी त्यहाँ बसेका थियौँ। त्यहाँबाट 10-15 मिनट बाइकमा आएर फेरि 10-15 मिनट पैदल हिँडेर मन्दिर पुगिने रहेछ। त्यतैतिर जाँदैछौँ।